प्रचण्ड भन्छन्, देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुम पूर्वबाट जवाफ दिन्छु। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश चलाउन विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धरतीबाटै जवाफ दिने बताएका छन्। उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुलाक र मैकोट डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग बनाउने बताए। रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई विशेष स्वायत्त प्रदेश बनाउन पहल गर्ने उनले बताए। रुकुम पूर्वलाई विकासको नयाँ मोडलमा लैजाने आश्वासन दिए। आफू जहाँबाट लड्ने त्यहीँको मुहार फेर्ने दाबी गर्दै उनले विरोधीहरूलाई कामबाटै जवाफ दिने जिकिर गरे। देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको उनले दोहोर्याए। आफ्नो उम्मेदवारी केवल संसद प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको उनले दाबी गरे। देशभरिको ध्यान आफूमाथि केन्द्रित भएको बताउँदै प्रचण्डले आफू रुकुम आउनुको कारण सुनाए। म रुकुम आउनुको अर्थ यहाँको सुन्दर सहर निर्माण, ग्रामीण सडकको स्तर उन्नति मात्र होइन, यो समग्र देशलाई शान्तिपूर्ण अठोटतिर लैजाने कदम हो। भदौ 24को जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण भदौ 26 गते रातभरको छलफलपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय लिएको उनले बताए। देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेश मार्फत निकास निकाल्न यो निर्णय अनिवार्य थियो, प्रचण्डले भने। माओवादी सशस्त्र युद्धकालमा चुङबाङ बैठकले शान्ति प्रक्रियाको यात्रा सुरु गरेको स्मरण गर्दै उनले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने धारणा राखे।